पुग्छ उले यति कुसले हजुर पुग्छ ए त्यो माथि फोटो फोटो एउटा लिएर आउनुहोस् केको फोटो गणेशको लक्ष्मी नारायण हजुर लक्ष्मी नारायणको छ भने लक्ष्मी गणेश के छ ल्याउनुहोस् न हेलो गाइस गुड आफ्टरनुन आज चाहिँ यहाँ लक्ष्मी नारायणको पूजा लक्ष्मी नारायण हैन हो लक्ष्मी नारायणको पूजाको यहाँ सुरुवात हुँदैछ सुरुवात भन्दा पनि नक्सा कोरिँदैछ चित्रहरू यहाँ चाहिँ हाम्रो गुरुबाले धमाधम आर्ट गर्दै हुनुहुन्छ तयारी गर्दै हुनुहुन्छ यो चाहिने सामग्रीहरू चाहिँ लभ कुश कुश मात्रै हो लभ त होइन र नि यो पूजाको सामग्रीहरू टक्क होइन यस्तो हुँदैछ हाम्रोमा तपाईँहरूलाई मेरो युट्युब च्यानल मार्फत तपाईँहरूलाई देखाउन चाहन्छु सत्यनारायणको पूजा कसरी गरिन्छ अनि यहाँनिर यस्तो के बनाउनुपर्छ भन्ने कुराहरू यस्तो हुँदैछ होइन यो हुन्छ गुरु हजुर हुन्छ माथि टाल्ने हुन्छ अनि यता छ शाखा सन्तानहरू यो यहाँ छ है हाम्रो शाखा सन्तानहरू यहाँ हनुमान बसाई सुँगुर फुलाई बसिरहेछ यता कोही यहाँनिर यो गेम खेलेर लडिरहेछ अनि लुतीहरू यता छ यस्तै हो जिन्दगानीमा है गाइज यो केटा चाहिँ यो यत्रो टाउको भएको चाहिँ साइलाको छोरा यो कपाल लामो भएको चाहिँ कान्छाको छोरा अनि एकदम राम्रो काँक्रा बिहा जस्तो भएको चाहिँ म जेठाको छोरा माइलाको छोरा लु चक्कु तपाईँले यो हो चक्कु दिनुहोस् होला रङ भन्ने ठाउँमा रङ्गी पार्नुपर्छ यो बनाउनु चाहिँ झ्याउ रहेछ नि हो यो तयारी गर्न धेरै बेला लाग्छ पूजा गर्न त तयारी गर्न एकदम टाइम लाग्छ फेरि चामलको पिठो भइदियो सर सर्थ्यो गहुँको पिठो लाउनु सब मार्दो भयो भइहाल्छ भरे गोबर अलिअलि हुन के हुन्छ होला हुन्छ अब यो दुईटैमा पानी लाऊँ अलिअलि हजुर लाउनु गरिदिनु पार्नुहोस् त्यसलाई उहाँ त्यसमा लाउनु त्यसमा त पर्दैन त्यो हिलो भएपछि त्यसमा चाहिँ टिका टिका लाग्यो त्यही अलिकति छेउ सो आज पूजाको लागि चाहिँ मैले यो बनाइसकेको छु होइन आँटाको यो के भन्छ अब यो चाहिँ अब यो आँटाको फेरि यो चाहिँ मैले के बनाउने भने आँटाको हलुवा बनाउनको लागि यो घिउ र हल्का फ्राई गर्दैछु यो ब्राउन भइन्जेल फ्राई गर्नुपर्छ सो यो सक्खर अनि यो घिउ यो पनि यही नै हो
हजुर तल पण्डित बाजे हनेमेने ओम नमः शिवाय गर्दैछ होइन यही हो एकछिन पछाडि देखाउँछु फेरि म सुशान्तिर्भवतु श्रीमन्महागणाधिपतये नमः श्री गुरुभ्यो नमः श्री सरस्वत्यै नमः श्री वेदाय नमः श्री वेदपुरुषाय नमः श्री इष्टदेवताभ्यो नमः श्री कुलदेवताभ्यो नमः श्री स्थानदेवताभ्यो नमः श्री ग्रामदेवताभ्यो नमः श्री वास्तुदेवताभ्यो नमः श्री लक्ष्मीनारायणाभ्यां नमः श्री उमामहेश्वराभ्यां नमः श्री वाणी हिरण्यगर्भाभ्यां नमः श्री सची पुरन्दराभ्यां नमः एतत् कर्म प्रधान देवताभ्यो नमः श्री गोभ्यो नमः। गाइस अनि यो हलुवाको लागि चाहिँ मैले दुध उमाल्दैछु अनि दुध उम्लिसकेपछि चाहिँ म सक्खर हाल्छु त्यस पछाडि यो अनि यो हालेर म केहरू हाल्छु काजु किसमिस के हुन्छ त्यो हाल्छु त्यस पछाडि यही हो आजको बाहुन बाजे तल छन् अनि म यहाँ बनाउँदैछु के हो अनि यो चाहिँ फलफुलहरू सिमलतरु भर्तारु सुठोनी उखु सुन्तला केरा स्याउ यस्तो छ यहाँनिर होइन यो रोटी सेलरोटी टक्कसँगले चाहिँ बाँड्ने प्रसादको लागि सेलरोटी हो है त फाइनल्ली ढिँडो तयार भयो ढिँडो होइन के भन्छ ढिँडो तयार भयो होइन हेर्नु होला अब मेन विशेष कुरा भनेको अब यहाँको कुरा सुरु हुन लाग्यो है नमो भगवते वासुदेवाय नदी वा तीर्थमा स्नान गरी नित्य क्रिया सकेर जौ तिलकुश जल लिएर सङ्कल्प पढ्नु हात जोडेर त्यही नियमका मन्त्र पढ्नु भनेको छ स्नान बिहान गरिसक्नुभयो जौ हातमा एउटा कुशको टुक्रा लिनु दीपम प्रज्वलले भइसकेको छ भइसक्यो नारायण आदि गरेर सत्यनारायणको नाम श्रवण कीर्तन आदि गरेर दिन बिताउनु दिनभरि नारायण नारायण भन्नु भनेको छ यहाँ त है ब्राह्मण वर्ग बन्धुहरू छ सायङ्काल सामग्री तयार पूजा गरी यहाँ सायङ्कालमा भनेको होला त्यो होला शुद्ध अशुद्ध त्यो मैले गर्न नसकेको होला त्यो सबै कुरा मैले जे अर्पण गरेको छु त्यो चाहिँ गाईको दुध जहाँ पनि चोखो हुन्छ हो त्यो दुध सम्झेर हे लक्ष्मीनारायण भगवान् लिइदिनुहोस् हजुरले खाइदिनुहोस् भनेर आँखा चिम्लेर ध्यान गर्ने तदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पितं गृहाण समगोगोत प्रसीद पुरुषोत्तम प्राणाय स्वाहा अपानाय स्वाहा ध्यानाय स्वाहा समानाय स्वाहा उदानाय स्वाहा नैवेद्यं निवेदयामि श्रीमन् श्री लक्ष्मी रमा सहित श्री सत्यनारायणाय नमो नमः तदीयं वस्तु गोविन्द तुभ्यमेव समर्पितं गृहाण पुरुषोत्तम नेपालीमा मन्त्र पढ्छ है त प्रभु प्रेमले भोग यो सामुल्यायौँ सबै हो हजुरको हजुरमै चढायौँ न त केही रसिलो र मिठो छ यसमा भए प्रेम मात्र भिजेको छ यसमा न यो मिल्लिनेका भएर झै छ मिठो न भो मित्रजीका कनिका सरीको रहर मात्र राखेर टक्र्याउँदैछौँ प्रभुले दिनुहोस् पाउमा बिन्ती गर्छौँ हेर्नुहोस् कति राम्रो छ होइन सँगै गर्नुपर्छ साष्टाङ अब यहाँ ठाउँ अलिक अप्ठ्यारो छ साष्टाङ गर्न चाहिँ यस्तो गर्ने यो पनि हाल्ने भैँमा शिर राखेर हात भैँमा राखेर ल्याउने साष्टाङ दण्डवत् श्री सत्यनारायण कतिपल्ट एकपल्ट श्री सत्यनारायण भगवानको जय पूजा खतम हुआ भेटी चढाउनु सकिरहेको भेटी त अब मलाई लाग्दा चढाउनु हजुरले चढाइहाल्नु भन्यो होइन र फाइनल्ली गाइज यो तोरण सोडा टाँगियो टिका सिका लगाइयो डोरी सोरी बाँधियो भैँसी बाँध्ने हो अनि आजको चाहिँ कार्यक्रम सकिएको घोषणा गर्दछु मौनम वेतम रक्षा फलम खतम हुआ आजको युट्युबबाट म बिदा हुन चाहन्छु रक्षा फलम समाप्त हुए तपाईँहरू कोही हुनुहुन्छ भने सब्सक्राइब गर्ने मान्छे हुन्छ भने सब्सक्राइब गरिदिनु होला बाई बाई।